नमस्ते, म लोकेन्द्र साउन्त। जुन चाहिँ यो जापानको अहिले हिजोदेखि तपाईँको एउटा न्युज आएको छ। न्युजमा चाहिँ के छ भने सबैले के सोधिरहेछन् भने स्टडी भिजा बन्द भएको हो कि होइन भनेर। यो चाहिँ जापानको है, जापानको स्टडी भिजा बन्द भएको हो कि होइन भनेर भनिरहेछन्। स्टडी चाहिँ बन्द गरेको छैन, एसएसडब्ल्यू पनि गरेको छैन। तर यो चाहिँ ट्रेनिङ भिजामा एउटा दिएको थियो 2066देखि ट्रेनिङ भिजामा उता गएर भिजा चेन्ज गर्ने भनेको थियो है, जापानमा गएर। यो मात्रै ट्रेनिङ गरेर उता भिजा चेन्ज गर्ने चाहिँ बन्द गरेको हो जापान सरकार र नेपाल सरकार दुइटैले है। यो चाहिँ के भएको थियो भने अब जापानमा चाहिँ रोजगार अलिकति कम भयो, धेरै मान्छे भए, बाहिरको मान्छेहरू धेरै लगिसकेपछि त्यहाँ काम पाउन गाह्रो भयो, त्यही भएर चाहिँ यो बन्द गरेको हो। त्यस्तो अब अरू चाहिँ स्टडी चाहिँ बन्द गरेको होइन। यदि स्टडीमा जाँदै हुनुहुन्छ भने जान पाइयो। र दोस्रो कुरा चाहिँ वर्किङमा चाहिँ अलिकति कडाइ पनि, त्यहाँको नियम कानुनहरू पनि अलिकति चेन्ज गर्ने भएको हिसाबले चाहिँ ट्रेनिङ भिजालाई चाहिँ बन्द गर्ने भनेको 2066देखि यो चाहिँ लागू गरेको थियो नेपालमा। 2066देखि अहिलेसम्म गइरहेको थियो मान्छेहरू, अब चाहिँ बन्द गरेको छ। तपाईँहरू पनि कतै त्यसरी ट्रेनिङ गरेर जाँदै हुनुहुन्छ भने अब चाहिँ नजानु होला। यो भिडियोलाई जति सक्दो साथीभाइहरूलाई पनि सेयर गरिदिनु होला है त। थ्याङ्क यू।